मैले सुकुम्बासीका कोपित 3टा क्षेत्रहरू नै हिजो अवलोकन गरेको थिएँ। यता बागमतीबाट म अगाडि बढेँ, त्यसपछि त्यो मनोहरा त्यहाँ पुगेँ र अन्त्यमा त्यो गैरी धारा कि गैरी गाउँ भन्नेमा आइपुगेँ। वास्तवमा एकदम युद्धग्रस्त क्षेत्र जस्तो त्यहाँको स्थिति चाहिँ मैले देख्दाखेरि मन निकै नै कुडियो। बिरालाहरू, कुकुरहरू, चराचुरुङ्गीहरू, कुखुराहरू त्यहाँ आफ्नो घर खोजिरहेका थिए। त्यस्तो किसिमको अवस्था त्यहाँ देख्दाखेरि मन दुख्ने, धेरै नै टिठ लाग्ने यस्तो पनि हुन्थ्यो। तर अब त्यो चाहिँ पूर्णतः अस्तव्यस्त भइसकेको त्यो अवस्था थियो। नियमित संसद नचलेको बेला सरकारले आफ्नो आवश्यकता अनुसार कानुनको प्रारम्भिक मसौदा जस्तो दस्तावेजको रूपमा आउने सामग्रीलाई सामान्यतया अध्यादेश भनिन्छ। यो कानुनी भाषा होइन, खालि मैले त्यसको सार मात्रै खिचेको। कानुन सरह त्यसलाई चाहिँ एक्सनमा लगिन्छ र हाउस चलेको निश्चित अवधिभित्र हाउसद्वारा त्यसलाई चाहिँ पारित गरिसकेपछि त्यो स्वतः कानुनमा रूपान्तरित हुन्छ। त्यस्तो प्रक्रियालाई चाहिँ अध्यादेश भनिन्छ। सामान्यतया आवश्यकता र औचित्यको आधारमा त्यस्तो अध्यादेश ल्याइने हो। तर नेपालमा चाहिँ सामान्यतया त्यसको ठ्याक्कै उल्टो अभ्यास छ। राजनीतिक दल अथवा सरकारहरूले चाहिँ आफ्नो स्वार्थ अनुसार त्यस्तो अध्यादेश ल्याउने विगत छ र विगत समयमा यदाकदा राष्ट्रपतिहरूले त्यसलाई होल्ड गरेर राख्ने यस्तो पनि देखिन्छ र यो विषयमा राष्ट्रपतिहरू प्राय विवादित हुने यस्तो खालको विगत पनि छ। विगत कालमा विद्यादेवी भण्डारी राष्ट्रपति हुँदाखेरि नागरिकता विधेयकमा यस्तै भएको थियो। विद्यादेवीले त्यसलाई होल्डमा राखेको थियो। अहिलेका राष्ट्रपति रामचन्द्र पौडेल नियुक्ति भएर आइसकेपछि विद्यादेवीको नाम काटेर तल रामचन्द्र पौडेल लेखेर सदर गरिदिएको पनि अनुभव छ। यो हिसाबबाट हेर्दाखेरि अध्यादेशलाई यिनीहरू चरम रूपमा दुरुपयोग गर्ने, आफ्नो हुँदो गर्ने, आफ्नो हुँदो भयो भने त्यसको जय जयकार गर्ने, आफ्नो नहुँदो बित्तिकै त्यसलाई दुत्कार्ने, भत्सना गर्ने, विरोध गर्ने, उत्ताउलिने यस्तो अभ्यास चाहिँ व्याप्त छ हामी कहाँ। यही कारण हो जसले गर्दाखेरि अध्यादेश प्राय बदनाम छ र यो चोटि पनि त्यस्तै कुरा भएको छ। एकातिर बोलाउन लागि संसदीय बैठकलाई स्थगन गरिएको छ, अर्कातिर हतारमा अध्यादेश ल्याउने कुरा चाहिँ भएको छ। आजको पत्रपत्रिकाहरूमा अध्यादेशमा समावेश भएका विषयवस्तुहरू के थिए भन्ने कुरा उल्लेख पनि गरिएको छ। शिक्षा सम्बन्धी ऐनको कुरा पनि छ, सहकारीको कुरा पनि छ। अब खास गरिकन जो राजनीतिक नियुक्ति पाएका 1200 जति पदाधिकारीहरू हुन् त्यसलाई पनि मध्यनजर गरेर यो ल्याइएको हो कि भन्ने, अर्थात् राजनीतिक नियुक्ति सम्बन्धी विषय पनि त्यहाँ परेको देखिन्छ। मूलतः 5-6 वटा विषय अन्तर्गत धेरै कानुनी कुराहरू अथवा कानुनले चाहिँ पूर्णता प्राप्त नगरेबाट कार्यमा व्यवधान परेका कुराहरूको फुकाइको लागि अध्यादेश सरकारले ल्याउन खोजेको देखिन्छ। अब मैले हेर्दाखेरि यो अध्यादेश ल्याउनुभन्दा अगाडि राजनीतिक दलहरूसँग अलिकति अन्तर्संवाद गरेर ल्याइदिएको भए मलाई लाग्छ त्यो कम विवादित हुन्थ्यो र धेरै सजिलो पनि हुन्थ्यो। अब अहिले राष्ट्रपति घानमा पर्ने जस्तो देखिन्छ यो विषयले गर्दाखेरि, किनभने ल्याउँ सामान्यतया यो लोकतन्त्रको प्रतिकूल छ, लोकतन्त्रको स्पिरिटको प्रतिकूल छ यो। किनभने निहित उद्देश्यले सरकारले चाहिँ यो ल्याएको छ्याङ्गै देखिन्छ। अब सदर नगरिदिउँ, राष्ट्रपतिलाई चाहिँ असहयोग गरेको बात लाग्ने जस्तो पनि छ्याङ्गै देखिन्छ र सोसियल मिडियाहरूमा ती विषयवस्तुहरू छरपष्ट अहिले देख्न पनि पाइन्छ। यदि रामचन्द्रले यसलाई सहजै पारित नगरिदिएको खण्डमा मैले केही कुरा भने पनि नराम्रो नमान्नु है, अनुशासन चाहिँ हुनुपर्छ। यति पनि नजान्ने घाँटे यत्रो दिनमा 10 वर्ष भइसक्यो यो चलाकै, अनुशासन त हुनु परिहाल्यो नि। यदि राष्ट्रपतिले यसलाई अस्वीकार गरेको खण्डमा
राष्ट्रपतिलाई दुत्कार्ने प्रक्रिया सुरु भइसकेको छ। यसलाई निकाल्नुपर्छ, यसलाई महाभियोग लगाउनुपर्छ, यसलाई लखेट्नुपर्छ। ल हेर्नुहोस्, अध्यादेशको चालचलन र अध्यादेशको चरित्र। त्यही कारण मेरो अपेक्षा चाहिँ के हो भनेदेखि राजनीतिक दलहरूले, सरकारले पनि यसलाई चाहिँ अलिकति विचार विमर्श गरेर पर्थ्यो त म भन्दिनँ। किनभने सहमति पनि विगत समयमा बदनाम छ। सहमति भनेको मिलिजुली खाने, भागभण्डा गर्ने, पद रट्ठापट्टा गर्नेलाई यो देशमा लामो समयसम्म सहमति भनियो। त्यो त म भन्दिनँ, तर कुनै न कुनै तहको अन्डरस्ट्यान्डिङ जस्तो चाहिँ सरकारले गर्न सकेको भए त्यो चाहिँ कम विवादित हुन्थ्यो जस्तो मलाई लाग्छ। तर अब 2/3 सरकार छ, प्रचण्ड बहुमत छ, उसले चाह्यो भनेदेखि त्यहाँ जे पनि गर्न सक्छ र यसको सबभन्दा डरलाग्दो असर चाहिँ राष्ट्रपति पदमाथि नै पर्छ कि भन्ने जस्तो मलाई लाग्छ। अध्यादेशको प्रकरण यो मात्रै हो। त्यसपछि सुकुम्बासीको कुरा छ। यो पनि अहिले एउटा बहुचर्चित विषय नै छ। मैले सुकुम्बासीका कोपित 3टा क्षेत्रहरू नै हिजो अवलोकन गरेको थिएँ। यता बागमतीबाट म अगाडि बढेँ, त्यसपछि त्यो मनोहरा त्यहाँ पुगेँ र अन्त्यमा त्यो गैरी धारा कि गैरी गाउँ भन्नेमा आइपुगेँ। वास्तवमा एकदम युद्धग्रस्त क्षेत्र जस्तो त्यहाँको स्थिति चाहिँ मैले देख्दाखेरि मन निकै नै कुडियो। बिरालाहरू, कुकुरहरू, चराचुरुङ्गीहरू, कुखुराहरू त्यहाँ आफ्नो घर खोजिरहेका थिए। त्यस्तो किसिमको अवस्था त्यहाँ देख्दाखेरि मन दुख्ने, धेरै नै टिठ लाग्ने यस्तो पनि हुन्थ्यो। तर अब त्यो चाहिँ पूर्णतः अस्तव्यस्त भइसकेको त्यो अवस्था थियो। बागमतीको क्षेत्र त हामीले सदाकाल देखिआएकै हो। त्यसपछि मनोहरा पुग्यौँ, त्यो चाहिँ विशाल फाँट, त्यो पनि अस्तव्यस्त नै छ, पूर्णतः विनष्ट भइसकेको अवस्था। गैरी गाउँ पुग्दाखेरि चाहिँ वास्तवमा म स्तब्ध नै भएको थिएँ। किनभने अब ठिक्कै सडक किनारैमा त्यो सुकुम्बासी बस्ती त्यहाँ राखिएको रहेछ। राज्य चाहिँ हारेको, अतिक्रमण गर्ने पक्ष चाहिँ विजयी बने जस्तो अवस्था त्यहाँ देखिन्थ्यो। त्यो हेर्दाखेरि त्यो वास्तवमा त्यति सहज जस्तो लाग्दैन थियो। किनभने राज्यको सम्पत्ति अब अप्ठ्यारोमा परेको समुदाय छ भन्दैमा जथाभावी त्यसरी बसोबास गर्ने प्रणालीलाई यो सहरीकरणको प्रक्रियामा उति राम्रो मानिँदैन। त्यस्तो त हुन्छ, हुनलाई सर्वत्र हुन्छ, झुपडपट्टीहरू सर्वत्र हुन्छन्। दिल्लीमा, कलकत्तामा पनि यस्तो छ्यास्यास्ती छ र ठुलो समस्याको रूपमा यिनीहरू त्यहाँ रहेका छन्। हामी कहाँ त्यो रहेकै छ। अब नेपालव्यापी रूपमा यस्तो छ, जहीँ तहीँ ठुल्ठुला सहरहरूमा, राजमार्गका चाहिँ पूर्व पश्चिम क्षेत्र साइडहरूमा यस्ता समस्याहरू व्याप्त देखिन्छन्। अब यसको अभ्यास हेर्ने भने यहाँ पनि राजनीतिक दलहरूद्वारा संरक्षित ती प्रवृत्ति हुन् भन्ने कुरा पनि छ्याङ्गै देखिन्छ। अब चान्चुन 40 लाख जति चाहिँ सुकुम्बासीहरू हाम्रो देशमा छन् भन्ने छ। त्यसमा मलाई लाग्छ 5-7 लाखको सङ्ख्या त काठमाडौँ उपत्यकाभित्र नै होला। तर अब ललितपुरतिर यो समस्या पटक्कै छैन भन्ने छ। काठमाडौँ र अन्यत्र यो स्थिति चाहिँ व्याप्त देखिन्छ। यो हिसाबले यो एउटा विकराल समस्या जस्तो पनि लाग्छ। निवर्तमान प्रधानमन्त्री केपी ओलीले यो सम्बन्धी प्रश्न उठ्दाखेरि कर्कलो काट्नु बन्चरोले भन्ने एउटा उखान पनि हानेका थिए। यताबाट उनीहरू चाहिँ सुकुम्बासीहरूलाई या त उदारतापूर्वक हेर्छन्, होइन भने उनीहरूलाई थाहा छ तिनीहरू को हुन् भनेर। फलस्वरूप जो वास्तविक सुकुम्बासी हो तिनीहरू यो कदमले गर्दा ज्यादै नै आहत छन्, ज्यादै नै पीडित छन्। नक्कली सुकुम्बासीहरूले चाहिँ यो सक्कली सुकुम्बासीहरूलाई चाहिँ कोतरेको र तिनीहरूकै कारणले उनीहरू चाहिँ वास्तवमा बढी पीडित भएको कुरा पनि छ्याङ्गै देख्न सकिन्छ। यस्तो बेलामा सरकारले यो सक्कली र नक्कली सुकुम्बासीको वर्गीकरण ठिकसँग गरेर जो वास्तविक सुकुम्बासीहरू हुन् तिनीहरूलाई वैकल्पिक व्यवस्थामा लैजाने र नक्कली सुकुम्बासीहरूलाई चाहिँ कारबाहीको दायरामा ल्याएर उनीहरूबाट क्षतिपूर्ति लिने, त्यसरी क्षतिपूर्ति भएर असुल उपर भएको रकम पनि तिनै सक्कली सुकुम्बासीहरूको शिक्षा र स्वास्थ्यमा खर्च गरेर त्यसलाई चाहिँ भोलिको लागि एउटा दृष्टान्त बनाउन सक्दा त्यो निकै नै राम्रो हुन्थ्यो।
तर सरकारले चाहिँ अब कदम चालेको सुकुम्बासी बस्तीहरूलाई उठाएको यो कुरा मात्रै हामीहरूलाई थाहा छ। भित्र सरकारको व्यवस्था के छ, के सोचेर उसले यो गरेको छ, त्यो कुरा अहिले प्रष्टसँग भन्न सकिँदैन। तर राजधानीलाई राम्रो बनाउनुपर्छ, व्यवस्थित गरिनुपर्छ, राजधानी हेर्दाखेरि राम्रो देखिनुपर्छ भन्ने सन्दर्भसँग यो कुरा हो भनेदेखि हामी यो सरकारको कदमको सराहना गर्न चाहन्छौँ। किनभने राजधानी वास्तवमा हरियालीयुक्त हुनुपर्छ, पर्यावरण दृष्टिकोणले पनि समुचित हुनुपर्छ। यहाँका नदी नाला इत्यादि त अब हेरिन सक्ने ढलमती बनाइसकेको छ यिनीहरूले। यी ढलहरूलाई पनि सफा गरेर वास्तवमा यो टोयलेटको निकास पनि खोलामा लगेर नदीमा लगेर हाल्ने होइन, यसलाई आन्तरिक रूपमा व्यवस्थापन गरेर बरु यसको वैकल्पिक विधि र उपायद्वारा ऊर्जासँग जोड्ने, फोहोरलाई पनि ऊर्जासँग जोड्ने, यस्ता किसिमका कुराहरूलाई पनि ऊर्जासँग जोडेर यसलाई वातावरण अनुकूल, वातावरण मैत्री बनाउने, हरियाली मैत्री बनाउने, बाग बगैँचा फुल बिरुवा यस्तो गर्ने र सुन्दर काठमाडौँ हेर्न लायकको राजधानीको रूपमा यसलाई रूपान्तरण गर्न सक्दाखेरि त्यो निकै नै राम्रो हुन्छ। जस्तो फोहोरको कुरा गर्दाखेरि यो संसारकै सबभन्दा प्रदूषित सहरको रूपमा यो बदनाम हुन थालेको छ। यहाँको फोहोरलाई स्थायी रूपमा व्यवस्थापन गर्ने कुरा अहिले पनि परिकल्पना गरे जस्तो लाग्दैन। काठमाडौँले फोहोर उत्पादन गर्ने, सिस्टोल र बन्चरे डाँडाको टाउकामा लगेर त्यो खन्याइदिने, फलस्वरूप बालाजुभन्दा माथितिर अहिले नै हामी गयौँ भने पनि हिँड्नै सकिने स्थिति छैन। गनाएर डङडङती गनाउँछ। ट्राउट माछा खेती इत्यादि त्यहाँ गरेको चाहिँ देखिन्छ, तर त्यो माछा बसेर खान सक्ने अवस्था चाहिँ त्यहाँ देखिँदैन। यसरी सिङ्गो नेपालीहरूलाई नै फोहोरीको रूपमा उभ्याइदिने, फोहोरी चाहिँ राजधानी अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्र पस्नै पर्यटकहरूलाई गाह्रो लाग्ने खालको राजधानी हामीले चाहिँ बेहोरिरहेका छौँ। यो राजधानीलाई सफा बनाउने दिशातर्फ सुकुम्बासी समस्या सम्बन्धमा सरकारले कदम चालेको हो भने वास्तवमा यो सराहनीय छ। मानवीय दृष्टिकोणले अघि पनि मैले भने वास्तविक सुकुम्बासीहरूलाई विकल्पमा लैजाने, नक्कली सुकुम्बासीहरूलाई चाहिँ कानुनको दायरामा ल्याउने, यो हिसाबले गरेको खण्डमा वास्तवमा यो कदम पनि सार्थक हुन्छ भने जस्तो लाग्छ। यो चाहिँ अब राजधानीभन्दा बाहिर जाने जस्तो कुरा पनि मैले सुनेको छु र राजधानी बाहिरका सुकुम्बासीहरू पनि आतङ्कित भए जस्तो कुरा पनि यहाँ काठमाडौँमा ठोकिरहेको स्थिति छ। यो सन्दर्भमा सरकारले अझ दीर्घकालीन तरिकाले र अल्पकालीन रूपमा पनि यिनीहरूलाई के गर्न सकिन्छ, कसो गर्न सकिन्छ, मानवीयतालाई समेत मध्यनजर गरेर कदम चालोस् भन्ने सुझाव पनि म यहीँबाट दिन चाहन्छु। त्यसपछि सेना परिचालनको कुरा पनि छ। यो सेना परिचालनको कुरा पनि यो सुकुम्बासीसँग नै जोडिएको छ। अब नेपाली सेना चाहिँ सानोतिनो कुरामा पनि हरेक पटक हामी सरकारको निर्देशन अनुसार चल्छौँ, सरकारको निर्देशन बिना चाहिँ हामीहरू कुनै पनि किसिमको कदम चाल्दैनौँ भन्ने गर्थ्यो। त्यही कारण अस्ति नै जुन किसिमको आगलागी यहाँभित्र भयो, सिंहदरबार लगायत सर्वोच्च अदालत, संसद भवनहरू र व्यक्तिका निजी सम्पत्तिहरू जल्दा समेत पनि सरकार सेनाले पर्खेर हामी 6 बजेमा पछि मात्रै मैदानमा आउँछौँ र अहिले सरकारले कुनै पनि किसिमको कदम नचालेको हुनाले हामीले यसो गरेको लगायतको कुरा भन्थ्यो। तर यसपल्ट चाहिँ सेना पहिला नै सुकुम्बासी बस्तीमा तैनात थियो भन्ने कुरा हामीहरूले सुन्यौँ। अब यो कुरा हामीलाई थाहा छैन बा सरकारसँग समन्वय गरेरै ऊ त्यहाँ गएको थियो कि आफ्नो तर्फबाट प्रोएक्टिभ भएर त्यहाँ गएको थियो, त्यो हामी भन्न सक्दैनौँ। तर एउटा प्रश्नको रूपमा चाहिँ अगाडि आएको छ। सुध्रिने जाति होइन के यो। 10 मिनट चुप लगाएर बस्न सकिँदैन। यत्रो झ्याउ झ्याउ गरेपछि सानो कोठा छ, साथीहरू भर्खर आउँदैछन्, के गर्नु त अब? होइन चुप लागेर बोल्नु। त्यसो भने एकछिन हल्ला गर्नु पर्यो, के गर्नु भन्ने त कुरै छैन नि। अनुशासन त चाहिहाल्छ। चुप लगाएर गरौँ न, काम त गर्नु पर्दैन। 5 मिनट हल्लाको टाइम हो। बरु लो गरौँ, त्यो राम्रो हो। किनभने भरे एउटा रिस उठा झट्टी हाल्न पर्यो, गाह्रो छ नि वक्तालाई पनि। सेना गएको हल्ला नमस्कार नमस्कार। यहाँ खुला भर्खर आउने थियो कि त्यो ओके ओके डाक्टर साहब कन्टिन्यू गर्छु।
ल हर्क साम्पाङ भएन भन्छन्, हर्क साम्पाङ नहुने स्रोत पनि यही हो कि वास्तवमा। अब त्यसपछि पनि हामीले के सुन्यौँ भने सेनाले चाहिँ देशव्यापी रूपमा सुकुम्बासीहरूको सङ्ख्या के छ कसो छ भनेर चाहिँ सोधपुछ पत्राचार इत्यादि गर्न थालेको भन्ने खबर पनि आएको छ यहाँ काठमाडौँमा, र कतिपय नगरपालिकाहरूले यसमा आपत्ति गरेको भन्ने कुरा पनि आएको छ। अब यो हिसाबले प्रादेशिक तहमा कानुनी के व्यवस्था छ, सेनालाई कस्तो बेलामा परिचालन गरिने हो, यस्तो खालको प्रश्नमा सेना आकर्षित हुने हो कि होइन, त्यसको बारेमा पनि हामीले कानुनी बन्दोबस्त के छ त्यहाँ जानुपर्ने हुन्छ। तर अहिले मान्छेको मनमा के लागेको छ भनेदेखि सेना प्रोएक्टिभ भएको हो कि, यो सबै काम कारबाहीको पछाडि सेना पनि छ कि, किनभने जसरी अहिलेको सरकारले कदमहरू चालिआएको देखिन्छ यो हठात र त्यसै भएको होला भनेर पत्याउन मान्छेलाई गाह्रो छ। त्यो सन्दर्भमा पनि यो कुरालाई एक ठाउँमा राखेर हेर्ने गरे जस्तो चाहिँ अनुभूति हुन्छ। अब के हो त्यो समयक्रममा खुल्दै जान्छ। तर हामी सेनालाई चाहिँ के भन्छौँ भनेदेखि उसले चाहिँ सेनाको रूपमा रहेकै राम्रो। सबैको अपेक्षा के छ भने उसले सुरक्षा सम्बन्धमा, अतिक्रमित भूमिको सन्दर्भमा र अरू संवेदनशील पक्षमा योभन्दा बढी आकर्षित भए त्यो हाम्रो लागि आनन्दको कुरा हुन्थ्यो भन्ने चाहिँ जनमानसको बुझाइरहेको चाहिँ पाइन्छ। अब सुकुम्बासीहरूको सन्दर्भमा सुकुम्बासीको मुद्दालाई सेनाले कसरी हेरेको त्यो कुरा हामीलाई थाहा नभएको हुनाले हामी यसमा यथेष्ट भन्न पनि असमर्थ हुन्छौँ। तर अन्योन्यासित रूपमा सुकुम्बासीसँग जोडिएर सेनाको प्रश्न आउनु चाहिँ मन लाग्छ त्यति सुखद होइन। योतिर सेनाले सोच्नेछ, संयमित हुनेछ र सिभिल मिलिट्री जो रिलेसन र व्यवहारको पक्ष छ त्यसलाई उसले व्यवस्थित र संयमित तरिकाले अवलम्बन गर्ने नै छ भन्ने चाहिँ अपेक्षा गर्न सकिन्छ र गर्नु उचित हुन्छ। त्यसपछि यो चिनिया दूतावासको युथ पायोनियर भन्ने एउटा प्रोग्रामको कुरा पनि हालसालै चलन चल्तीमा आएको पाइन्छ। यस्तो किसिमको कुरा अमेरिकी युथ काउन्सिलको भन्ने पनि छ र ती अमेरिकी युथ काउन्सिलमा आकर्षित हुन नेपाली युवाहरू त्यत्तिकै सक्रिय रहने गरेको, कुनै न कुनै रूपमा आबद्ध रहने गरेको, त्यसमा पनि हालैको परिवर्तनमा त यो बढी नै चलखेलको विषय बनेको भन्ने लगायतका कुराहरू पनि बजारमा सुनिन्छन्। र यसमा सन्तुलन गर्ने अथवा यसको सापेक्षतामा चिनिया दूतावासले पनि यो प्रोग्राम ल्याएको हो कि भन्ने लगायतका कुराहरू पनि सुनिएका छन्। यदि त्यस्तो हो भने यो भू राजनीतिको विषय बन्छ, अन्तर्राष्ट्रिय चलखेलको विषय बन्छ र यस्ता कुराहरूमा आकर्षित हुँदै जाने हो भनेदेखि प्रतिस्पर्धा बन्छ र यो बाटोबाट हस्तक्षेपहरू भित्रिन्छन्। यसले नेपाल र नेपालीको एउटा स्थायित्वको लागि, स्वायत्तताको लागि, असंलग्नताको लागि र भू राजनीतिलाई सन्तुलन गर्नको लागि समेत पनि त्यति राम्रो प्रभाव पार्दैन भन्ने कुरा चाहिँ सहजै अनुमान गर्न सकिन्छ। किनभने अब नेपालीहरूको एउटा अचम्मको मानसिकता के भएको छ भनेदेखि देश केही होइन, विदेशै सबै कुरा हो, आफ्नो जति हिन पराएको जति महान भन्ने संस्कारबाट हामीहरू चाहिँ परिलक्षित भए जस्तो देखिन्छ। अब सांस्कृतिक दृष्टिकोणले, भाषाको दृष्टिकोणले, पहिरन पोसाकको दृष्टिकोणले, खानपिनको दृष्टिकोणले समेत पनि हामीले आफ्नो पना प्राय बिर्सिसकेका छौँ। हामीलाई आफ्नो पहिरन हिन लाग्छ, आफ्नो भाषा पनि हिन लाग्छ, आफ्नै भाषामा पनि अर्काको भाषा मिलायो भनेदेखि आनन्दित र गौरवान्वित हुने, अर्काकै भाषामा बोल्नुपर्ने, फेरि प्रविधिले पनि त्यसरी नै दपेटा दिएर ल्याइराखेको छ। प्राविधिक दृष्टिकोणले, यो औषधोपचारको दृष्टिकोणले, अन्य सामग्रीहरूको दृष्टिकोणले समेत पनि, सहजताको दृष्टिकोणले पनि उनीहरूका अलिकति सुगम र सहज भएर गएका छन्। अब दौरा सुरुवाल लगाउनु पर्यो, पटुका बाँध्नु पर्यो, खुकुरी भिर्नु पर्यो, तुना बाँध्नु पर्यो, इजार कस्नु पर्यो, त्यो त्यति सजिलो पनि छैन। अब उनीहरूको त्यति सजिलो र सुगम हुन्छ कि प्रयोग गर्न पनि सहज हुन्छ। बिस्तारै हामीहरू लहसिँदै गएका छौँ। बजारमा प्रविधि जसरी व्याप्त छ, कम्प्युटरकै कुरा भने पनि, मोबाइलकै कुरा भने पनि, त्यसमा प्रयुक्त टर्मिनोलोजीहरूकै कुरा गरे पनि, अब क्यामेरा भने पनि, युट्युब भने पनि, अब कहीँ पनि क्या त्यसरी उनीहरूले हामीलाई चाहिँ ठेलेर पेलेर ल्याएको सन्दर्भमा हामीले हाम्रो प्रविधि तदनुरूप विकास गर्न सकिरहेको स्थिति छैन। यो वास्तविकता पनि यही हो। त यो वास्तविकताले हामीलाई
दपेटा दिँदै ल्याइरहेको कुरालाई अस्वीकार गर्यो भनेदेखि त्यो पनि पाखण्ड हुन्छ। अब यसको बिचमा कसरी सन्तुलन ल्याउन सकिन्छ, कसरी देशभक्ति जगाउन सकिन्छ, कसरी भू राजनीतिलाई चाहिँ संयमित तरिकाले हेर्न बुझ्न सकिन्छ, कसरी आफ्नै देशलाई भाग्य र भविष्य बनाउन सकिन्छ, त्यसको लागि राम्रा नीति ल्याएर होला, सुशासन ल्याएर होला, समृद्धि ल्याएर होला, योग्यता क्रम स्थापित भएर होला, रोजगारीको कुरा होला, शिक्षाको कुरा होला, स्वास्थ्यको कुरा होला। त्यो भयो भने त कसलाई विदेश मन पर्दो हो र? किनभने विदेश गएर पनि त हामीले देखेका छौँ, विदेशमा पनि भाइ छोराहरूले ज्यान नै गुमाउनु परेको छ, चेलीबेटीको इज्जतमाथि धावा भएको छ। शान्ति त त्यहाँ पनि होइन होला। हामीले त्यो शान्ति, त्यो स्वाभिमान, त्यो रोजगारी, त्यो सुविधा यही देशमा दिन सक्यौँ भने मलाई लाग्दैन कि कोही पनि नेपालीलाई आफ्नो देश मन पर्दैन। वास्तवमा पुर्खाले हाम्रो लागि भनेर यत्रो देश परिकल्पना गरे, रगत पसिना बगाए उनीहरूले, सयौँ मानिसहरूले ज्यान बलिदान गरेर एउटै युद्धमा 400-500 ज्यान समर्पण गरेर पुर्खाहरूले त्यति बेर पुलेसो थिएन, हात हतियारहरू थिएनन्, रसद पानी थिएन, महाकाली नदी पौडेर तर्नु पर्थ्यो, कोसीमा कुनै पुल थिएन। अहिले त यस्तो अवस्था थियो भनेदेखि कर्णाली कसरी तरे होला, महाकाली कसरी तले होला, टिस्टा र चाहिँ काँगडासम्म कसरी छिचोले होला त हाम्रा पुर्खाहरूले। ठट्टामा त यो देश बनेको थिएन होला। हाम्रो सुखको लागि, हाम्रो आजको लागि उनीहरूले आफ्नो हिजो गुमाएका थिए भनेपछि आज हामी यो देश छोड्ने कुरामा होडबाजी गर्छौँ भने पुर्खाहरूले गल्ती गरेको हो र हाम्रो लागि यो देश जोडेर? आमा बाबुले हामीलाई जो यो धरतीमा ल्याइदिए गल्ती हो त यो? कति दुःख कष्ट उनीहरूले गरेका हुन्छन् हाम्रो लागि। हामी भने आफ्नो देशलाई चाहिँ तुच्छ ठान्छौँ, अर्काको देशलाई महान ठान्छौँ र खुल्लम खुल्ला उनीहरूले यस तरिकाले कोही अमेरिकी काउन्सिल भन्छन्, कोही चाइनिज काउन्सिल भन्छन् र हामीहरू त्यतातिर लहस्यौँ भनेदेखि मलाई लाग्छ त्यो कुनै ठुलो महान कुरा होइन। उनीहरूले पनि यस्तो कुरा खुल्लम खुल्ला यसरी चाहिँ अगाडि बढाउनुभन्दा आफ्नै देश बनाउन् सक्छन् भने विज्ञान प्रविधि अन्य आर्थिक प्याकेजका माध्यमबाट हामीहरूलाई सहयोग गरून्, यसरी खुल्लम खुल्ला चाहिँ हस्तक्षेप नगरून् भन्ने मेरो आफ्नो तर्फबाट चाहिँ यो सन्दर्भमा म यो कुरा राख्न चाहन्छु। त्यसपछि आजको अन्तिम विषय छ यो राजनीतिक नियुक्ति, खास गरी विश्वविद्यालयको कुरा। अघि हामीले प्रकरण 1 मा जो अध्यादेश सम्बन्धमा भनेका छौँ त्यो अध्यादेश चाहिँ यही 1200 जना राजनीतिक नियुक्ति सम्बन्धमा भन्ने कुरा छ। पटक पटक रासोपाले र अहिलेको सरकारले पनि जो राजनीतिक नियुक्ति प्राप्त गरेका पूर्ववर्ती सरकारका पदाधिकारीहरू हुन्छन् तिनीहरूले सहजै छोडिदिनु पर्यो, होइन भने हामीहरू उनीहरूलाई चाहिँ बाहिरको बाटो देखाउँछौँ र नयाँ नियुक्ति गर्छौँ भनेर बारम्बार भनिआएको कुरा थियो। अब मलाई अचम्म लाग्छ तिनीहरू कसरी निर्लज्ज भएर त्यो पदमा बसै छन्। नयाँ सरकार आएपछि त स्वतः उनीहरूले नैतिक दृष्टिकोणले पनि पदबाट राजीनामा दिनुपर्ने हो। स्वीकृत गर्ने नगर्ने कुरा नयाँ सरकारको कुरा हो, तर कमसेकम एउटा राजीनामा पेशकशसम्म गर्ने विगत समयको पनि अभ्यासै थियो। अब जति समय बित्दै गइराखेको छ नैतिकताको धरातल पनि नेपालीहरूको कमजोरै भएर गएको हो कि जस्तो यहाँ देखिन्छ। जम्मैलाई थाहा छ नेपालमा राजनीतिक नियुक्तिहरू कसरी हुन्छन्। ती खुलेआम बजारमा लिलाम हुन्थे या त चाहिँ बेविचार होइन भने पैसा र अन्त्यमा नातेदारीबाट मात्रै ती पदहरू मानिसहरूले हत्याउँथे। प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएकाहरू राष्ट्रिय सभामा जान्थे, राजदूत भएर जान्थे। खुल्लम खुल्ला 3 करोड 4 करोड 5 करोडका बार्गेनिङहरू हामी अडियो सुन्थ्यौँ। कसैले दाजुलाई बुझाएको, कसैले भाउजूलाई बुझाएको, कसैले बिचौलियालाई बुझाएको, यो सब कुराहरू हामीहरू सुन्थ्यौँ। फलस्वरूप यी पदहरूको कुनै गरिमा पनि थिएन, कुनै मर्यादा पनि थिएन। वास्तवमा प्रतिष्ठापूर्ण मान्छे यी पदहरूमा जान्थ्यो भन्ने पनि मलाई लाग्दैन, भविष्यमा जान्छ भन्ने पनि लाग्दैन मलाई। तर कति तल आयो नेपाली भन्ने, लाज घिन सबै एको लज्जा परित्यक्ते सर्वत्र विजयी भए त यिनीहरू त नाङ्गा बाबा जस्तो लाग्छ मलाई आजभोलि। तैपनि यिनीहरू चाहिँ जबरजस्ती अनदेखा गरेर यी पदहरूमा बस्दै गरेको देख्दा मलाई साह्रै लाज जस्तो बोध हुन्थ्यो। तर हामी यो बोलिरहँदा अहिले भर्खरै चाहिँ त्रिभुवन विश्वविद्यालयका 3टा पदाधिकारीहरूले चाहिँ राजीनामा दिएको भन्ने कुरा छ। हुन त सोसियल मिडियामा त्यति भर गर्न सकिँदैन, केही घन्टा 1 घन्टा पहिलासम्म चाहिँ राजीनामा दिने तयारी भनेर मैले देखेको थिएँ। यता मैले आउँदा नआउँदै चाहिँ मैले बाटामा उनीहरूले राजीनामा दिइसकेको भन्ने कुरा चाहिँ सम्प्रेषित छ।